अच्छा अच्छा अनि अब हाम्रो नेपालीको हात खोराकी यही नै हो ल सुरु गर्नुहोस् जामा सुरु गऱ्यौँ नानी ल है हामी सुरु गऱ्यौँ अब कस्तो रहेछ टेस्ट गर्नु पर्यो यो के बिसाउँदैन होला नि घिउ पनि छ यहाँ हेर्नुहोस् कस्तो राम्रो भेडा घिउ हाल्दैछ भेडाको अरे गाईको घिउ भेडाको त दही पनि छ हजुर हजुर लु हेर्नुहोस् है म खाएँ है आज चाहिँ ढिँडो खायो हजुर त्यो स्वास्थ्य गडबड त हुँदैन होला नि बन्द यस्तो मिठो खायो यसरी नि यसरी निल्नुपर्छ खास ढेँडो यसरी ढेँडो चाहिँ नि यसो गऱ्यो कि खालि यसमा चोब्यो है यसरी हजुर यो अचारसँग चोप्नु नि यो अचार पनि यसो ट्राई गर्दैछु यो घिउले गर्दा त साह्रै मजाको निकै हालिदिनु भएछ नि त हौ घिउ डह्रो छ नि हौ खुवाइ त यति नखाइ त कहाँ हौ घरमा पनि मलाई बनाइदिन्छ ढेँडो है हजुर मेरो नेपालमा छोरी छ कि अति मिठो खानुभयो हजुर तपाईँले यो नेपालमा पनि जान्छु बनाइदिन्छ मेरो छोरी ज्वाइँहरूले ए ल ल हौ काँक्रोको अचार आयो काँक्रोको अन्त अचार काँक्रो ल आम्मा कस्तो मिठो खाएको हौ